के चाहिँ हो भएको तपाईँहरूको बिच? बच्चा हो नि, बालक हो नि, होइन मेन्टली ह्यारासमेन्ट गरेको हो नि त्यो त। कहिले गाह्रो आउँछ, कहिले सजिलो आउँछ, कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ। घरमा सुतेर बस्न पनि सकिँदैन। के केस हाल्यो भने नि लाग्न सक्छ, किनभने ऊ त बच्चा हो नि, बालक हो नि। भगवानकै हातमा छ, भगवानसँगै आशा गरेर राखौँ। एक दिन न एक दिन केही न केही त होला नि। जिन्दगीको दुःख भनेको केही त हो नि, जबसम्म हार्डवर्क छ तबसम्म लाइफ चल्छ होइन। अब यतिसम्म दर्शकको माया सपोर्ट छ होइन। म आफ्नो व्यवहार गरिरहनु भएको छ यत्रो दिनसम्म। अब हरेक चिज दाइले सिकाइदिनु भयो, त्यसको लागि धन्यवाद होइन। अब मैले आफ्नो व्यवहार गरिरहेको छु होइन। अब यसपछि अर्को भाग्य खुलेला, त्यसपछि अर्को भाग्य खुलेला, त्यही हो, कटिरहेको हुन्छ। अब आज मैले यहाँ काम सकाएँ, अब काम सकाएर अब म फेरि आज नित्रिनु पर्नेछ। सन्डेको कार्यक्रममा बाचा गरेको छु आउँछु भनेर होइन। उहाँहरूले पैसा उठाएर गरिसक्नु भएको छ, मैले धोका दिएँ भने उहाँहरूलाई गाली खानुहुन्छ। त्यस्तै हो, अब घर परिवारमा जिम्मेवारी भइसकेपछि होइन, सबै जिम्मेवारी मैले नै लिएको म भन्दिनँ, किनभने बाबाले गरिरहनुहुन्छ। नसकेको टाइममा मात्र मैले गरिदिरहेको हुन्छु। जस्तै कुनै कन्सर्टको पैसाहरू आयो भने घरमै लिएर वेस्ट गरिरहेको हुन्छु, म त दिइरहेको हुन्छु। त्यसले नै घर परिवार गरिरहनु हुन्छ। मेरो अर्को काम आउँछ, त्यो कामले पनि मलाई सपोर्ट गर्छ। अनि कुनै दिन त्यो अवस्थामा पनि हुन्छ, नभएको दिन पनि आउँछ। अनि त्यो दिन काटेर पनि अर्को दिन आउँछ होइन। अब गएर मिहिनेत गर्ने हो, पढ्ने हो। अनि अब लगायत एउटा सानो सानो अब घरको लागि केही गर्न मन छ त्यो पनि गर्छु। किनभने एक दिन घुमेर त यहीँ आउनुपर्छ, केही काम पऱ्यो भने छोडेको भन्न मिल्दैन। घर परिवार हेर्न मात्र गएको भयो। यदि उसको पढाइ डिस्टर्ब हुने भने म फिल्ममा लिन्थिनँ होइन। जस्तो पार्वतीमा पनि लिन्थिनँ, किनभने अब सुटिङै रोक्नुको लागि पनि गाह्रो थियो मलाई, किनभने अनाउन्स गरिसकेको फर्म थियो। अनि फेरि उसको ठ्याक्कै एक्जाम सकिने, अनि चाहिएको मलाई यस्तै बाबु होइन यही बाबु। अनि ठ्याक्क सबै चिज संयोग बस मिल्यो, उसको पढाइलाई पनि डिस्टर्ब भएन, उसले आफ्नो काम पनि सकायो। मैले भनेको छु, सबैले सल्लाह दिनुभएको छ, उहाँका गार्जियनहरू सबैले सल्लाह दिनुहुन्छ, पढाइ चाहिँ नछोडै बाबु, पढ्न चाहिँ पर्छ। उसको मन सब चलिरहेछ, हिँडिरहेछ, काम गरिरहेछ, जिम्मेवार छोरो हो होइन। घरमा पनि हेर्नु पर्यो, एकदमै त्यो जिम्मेवारी छ भाइमा, काम गरिरहेछ उसले। अब गएर मिहिनेत गर्ने हो, पढ्ने हो। अनि अब लगायत एउटा सानो सानो अब घरको लागि केही गर्न मन छ त्यो पनि गर्छु। अब काठमाडौँ त लगभग तपाईँले छोडिसक्नु भएको छ, गाउँ नै काम गइरहन्छ, काम भइरहन्छ, छोडेको होइन। किनभने एक दिन घुमेर त यहीँ आउनुपर्छ, केही काम पऱ्यो भने छोडेको भन्न मिल्दैन। घर परिवार हेर्न मात्र गएको भयो। यदि उसको पढाइ डिस्टर्ब हुने भने म फिल्ममा लिन्थिनँ होइन। जस्तो पार्वतीमा पनि लिन्थिनँ, किनभने अब सुटिङै रोक्नुको लागि पनि गाह्रो थियो मलाई, किनभने अनाउन्स गरिसकेको फर्म थियो। अनि फेरि उसको ठ्याक्कै एक्जाम सकिने, अनि चाहिएको मलाई यस्तै बाबु होइन यही बाबु। अनि ठ्याक्क सबै चिज संयोग बस मिल्यो, उसको पढाइलाई पनि डिस्टर्ब भएन, उसले आफ्नो काम पनि सकायो। मैले भनेको छु, सबैले सल्लाह दिनुहुन्छ, उहाँका गार्जियनहरू सबैले सल्लाह दिनुहुन्छ, पढाइ चाहिँ नछोडै बाबु, पढ्न चाहिँ पर्छ। उसको मन सब चलिरहेछ, हिँडिरहेछ, काम गरिरहेछ, जिम्मेवार छोरो हो होइन। घरमा पनि हेर्नु पर्यो, एकदमै त्यो जिम्मेवारी छ भाइमा, काम गरिरहेछ उसले, त्यो देखिरहेको हुन्छ। कतिको जिम्मेवारी महसुस गर्नुहुन्छ हामीले देखिरहेका छौँ। र पनि अब अहिले 10 क्लास पढ्दै गर्दाखेरि अझै कतिको परिपक्व हुँदै हुनुहुन्छ तपाईँ? त्यस्तै हो, अब घर परिवारमा जिम्मेवारी भइसकेपछि होइन, सबै जिम्मेवारी मैले नै लिएको म भन्दिनँ, किनभने बाबाले गरिरहनुहुन्छ। नसकेको टाइममा मात्र मैले गरिदिरहेको हुन्छु। जस्तै कुनै कन्सर्टको पैसाहरू आयो भने घरमै लिएर वेस्ट गरिरहेको हुन्छु, म त दिइरहेको हुन्छु। त्यसले नै घर परिवार गरिरहनु हुन्छ। मेरो अर्को काम आउँछ, त्यो कामले पनि मलाई सपोर्ट गर्छ। अनि कुनै दिन त्यो अवस्थामा पनि हुन्छ, नभएको दिन पनि आउँछ। अनि त्यो दिन काटेर पनि अर्को दिन आउँछ होइन। कहिले गाह्रो आउँछ, कहिले सजिलो आउँछ, कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ, त्यही हो, कटिरहेको हुन्छ। अब आज मैले यहाँ काम सकाएँ, अब काम सकाएर अब म फेरि आज निक्लिनु पर्नेछ। सन्डेको कार्यक्रममा बाचा गरेको छु आउँछु भनेर होइन। उहाँहरूले पैसा उठाएर गरिसक्नु भएको छ, मैले धोका दिएँ भने उहाँहरूलाई गाली खानुहुन्छ। यो सबै सकाएर फेरि म झापा लाग्छु। त्यसरी भइरहेछ। अब जिन्दगीको दुःख भनेको केही त हो नि, जबसम्म हार्डवर्क छ तबसम्म लाइफ चल्छ होइन। अनि त्यही नै हो, घरमा सुतेर बस्न पनि सकिँदैन, किनभने अल्छी लाग्छ। एउटै प्रश्न सोध्न चाहे, यो जति पनि पछिल्लो समय कन्ट्रोभर्सीहरू आए होइन, सम्बन्धलाई लिएर सम्बन्ध बिग्रियो अरे टङ्क बुढाथोकीको फ्यामिलीसँगै भन्ने खालका प्रश्नहरू आएका थिए। यी प्रश्नहरू आज ठ्याक्कै एक शब्दमा चिरिदिनुहोस् न, के चाहिँ हो भएको तपाईँहरूको बिच? होइन, केही पनि भएको होइन। किन के भएको छ र केही भएको जस्तो त हामीले देखेकै छैनौँ होइन। ठिकै छ,
आफ्नो व्यवहार गरिरहनु भएको छ यत्रो दिनसम्म। हरेक चिज दाइले सिकाइदिनु भयो, त्यसको लागि धन्यवाद होइन। अब मैले आफ्नो व्यवहार गरिरहेको छु होइन। अब यसपछि अर्को भाग्य खुलेला, त्यसपछि अर्को भाग्य खुलेला, भगवान्कै हातमा छ। भगवान्सँगै आशा गरेर राखौँ, एक दिन न एक दिन केही न केही त होला नि। अब यतिसम्म दर्शकको माया सपोर्ट छ होइन। अब पार्वती फिल्म मन पराइदिनु भयो भने मलाई अरू चान्स आउन सक्छ, यहाँबाट मेरो अर्को बाटो खुलिन सक्छ होइन। त्यसरी नै हो। सम्बन्ध चिसियो रे भन्ने हल्ला एकदमै धेरै आयो कि अशोक पछिल्लो समय। तपाईँ आफैले पनि धेरै नै बिचरा सपोर्ट गरिरहेछन् एकअर्कामा होइन। मैले नि उहाँलाई नै सोधेर मैले फिल्ममा एक त सोध्नु त पऱ्यो नि, अभिभावक होइन, सोधेर ए ल उहाँ आफ्नो ठाउँमा उहाँले सपोर्ट गरिराख्नु भएको छ, भाइले उहाँको ठाउँमा सपोर्ट गरिराख्नु भएको छ। मैले तपाईँको क्वेसनलाई किन काटेँ भने 16-17 वर्षको बच्चा हो नि त। तपाईँहरूको क्वेसनले कहिलेकाहीँ मेन्टली प्रेसर पर्छ उसलाई, केही नभए पनि ओहो के भएको जस्तो फिल गराउँछ कि। त्यो कारणले गर्दाखेरि उसलाई केही असर नपरोस्, सबैजना आफ्नो ठाउँमा सही हुनुहुन्छ, सबैजना राम्रो हुनुहुन्छ। अशोकको ठाउँमा अशोक, हाम्रो जङ्कुजीको ठाउँमा जङ्कुजीले भरपुर रूपमा गर्नुभएको छ, सबै राम्रो गर्नुभएको छ। तर यस्ता किसिमको प्रश्नले अनि विभिन्न किसिमको न्युजहरूले गर्दाखेरि ऊ मोनोटोनस भएको पनि, म त 15 दिन बसेको मान्छे हो नि त, उहाँ त थाहा छ नि त उमा के बितिरहेको थियो, उसले कसरी काम गरिरहेको थियो भन्ने कुरा होइन। त्यस्तो चाहिँ प्लिज तपाईँहरू कसैले पनि नगरिदिनु होला। जसले कन्ट्रोभर्सी बनाउन खोजिराख्नु भएको छ त्यो चाहिँ 16 वर्षको बच्चा हो, भोलि गएर उसलाई दिमाग सड्केर केस हाल्यो भने नि लाग्न सक्छ। किनभने ऊ त बच्चा हो नि, बालक हो नि होइन, मेन्टली हेरासमेन्ट गरेको हो नि त्यो त। त्यही भएर तपाईँ सबैलाई अनुरोध गर्छु यस्ता किसिमका नेगेटिभ प्रश्नहरू नगरिदिनु होला। ऊ 20-21-22 वर्ष पुगेपछि तपाईँहरू जति कुरा गर्नु छ गर्नु, तर उसको एजलाई हामीले मध्यनजर गरेर चाहिँ नेगेटिभ उसलाई पनि नबनाउँ। सोसियल मिडियामा आउने खालका प्रश्नहरू चाहिँ यसरी नउठाइयोस् होइन अशोकको विषयमा। अनि मैले आएर टिकटकमा पनि भनेकै छु त, यो सही सबै कुरा क्लियर गरेको छु मैले। अहिले ठिक छ, अहिले माहौल ठिक छ। ओके, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू सो मच। एकदमै एक्साइटेड छु। आज हाम्रो पोस्टर रिलिजको कार्यक्रम पनि फिनिस भइसकेको छ। अब पोस्टर हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो हामीलाई त। तपाईँलाई चाहिँ कस्तो लाग्यो? मलाई त एकदमै राम्रो लाग्यो। मैले त्यो एक्सेप्ट गरेको थिइनँ। हुन त फोटो खिचिरहनु भएको थियो, डिजाइन त अर्कै भएछ। एकदमै राम्रो भएको छ, एकदमै खुसी लाग्यो होइन। आज हाम्रो फिल्मको पोस्टर रिलिज भएको छ। अब बिस्तारै बिस्तारै गीतहरू आउँछ, टेलर आउँछ, टिजर आउँछ, फिल्म रिलिज आउँछ होइन। एकदमै राम्रो भएको छ। ओके, अब नितादीको लुक्सको पनि एकदमै धेरै तारिफ भइराखेको थियो होइन। के छ, कस्तो लाग्यो तपाईँलाई चाहिँ अहिले पोस्टरमा हेर्दै गर्दा, यति धेरै दर्शक सामु बसेर हेर्दै गर्दाखेरि अझै कतिको फरक पाउनुभयो? त्यो चाहिँ एउटा के लागिरहेको थियो भने मिडियाकर्मी साथीहरू हुनुहुन्छ होइन, अब गेस्टहरू पनि आउनु भएको छ। अब उहाँहरूलाई कस्तो लाग्छ त्यो एउटा एक्सप्रेसन फेसको मलाई हेर्न मन थियो। किनभने पार्वती हो, निता ढुङ्गा हो, त्यो एउटा पार्वती क्यारेक्टर देख्नु पऱ्यो नि त सबैले होइन। नाम अनुसारको क्यारेक्टर एक्सेप्ट गर्न सक्नुहुन्छ कि सक्नुहुन्न जस्तो लाग्थ्यो, तर सबैले तारिफ गरिदिनु भयो होइन। सबैले राम्रो भनिराख्नु भएको छ, फोटोलाई लिएर एप्रिसिएसन गरिदिनु भएको छ, त्यो कुरामा खुसी लाग्यो। थोरै स्टोरी पनि तपाईँहरूले आज खुलाउनु भएको छ जस्तो लागिरहेको छ होइन, पार्वतीलाई लिएर अटिजम भएको। या अटिजम किनभने त्यो पोस्टरमै देखिन्छ, त्यो लुकाएर लुक्ने कुरै होइन त्यो। तर त्यो बाहेक पनि धेरै स्टोरीहरू छन् कि त्यहाँ, गहन स्टोरीहरू छन्। त्यो हेर्नुको लागि चाहिँ अब फिल्ममै रिलिज हुनुपर्छ र त्यो पोस्टरले पनि धेरै कुरा देखाउँछ, तपाईँले निहालेर हेर्नु। अटिजम भएको बच्चासँगै रिलेटेड भएर चाहिँ किन पार्वती बन्दैछ त, अथवा बनि पनि सकेको छ, अब रिलिजको डेट पनि नजिकै पनि छ, तपाईँहरूले आज फर्स्ट लुक त सार्वजनिक गरिसक्नु भएको छ, किन यो कथावस्तुमै बन्दैछ त पार्वती? खास भन्यो भने हामीले कथा हाम्रो वरिपरि नै पाउँछौँ क्या, कहीँ जानै पर्दैन रहेछ होइन। अनि अटिजम भनेको तपाईँको एक घर छोडेर अर्को घरमा अहिले एकदमै समस्या आउने, प्रायः सबैलाई भइरहेको हुन्छ, अनएक्सपेक्टेड। अझै देशमा भन्दा विदेशमा बढी छ यो सबै चिजहरू, र गाउँघरमा पनि रहेछ। त्यो हामीले फिल गर्न पाएको थिएनौँ। जहाँ हामी सुटिङ गर्न जान्थ्यौँ त्यहाँ धेरै किसिमका विशेष क्षमता भएका हामीले देख्यौँ, त्यहाँ होइन मान्छेहरू देख्यौँ। सो यो त्यो एकदमै सेन्सिटिभ कथावस्तुमा त्यो एउटा सेन्सिटिभ सब्जेक्टलाई लिएर बनाउन खोज्दाखेरि त धेरै रिसर्च गर्नु पऱ्यो होइन, धेरै चिजको जानकार हुनु पऱ्यो। र त्यो सँगसँगै एउटा पार्वती क्यारेक्टरलाई त्यसरी हामीले डेभलप गरेर सँगसँगै दिदीभाइको पनि सम्बन्ध, एउटा पार्वती त क्यारेक्टर हो नि त, तर उसको पनि बाउ होला, आमा होला होइन, भाइ होला, छरछिमेक होला, त्यो सम्बन्धलाई पनि हामीले गहिराएर देखाउन खोजेको छ।
दिदी र भाइको कथा अनि पार्वतीको कथा एकदमै मिठो इमोसनल स्टोरी छ। त्यो राम्रो काम गर्ने हामीले कोसिस गरेका छौँ। भोलि तपाईँहरूले ट्रेलर टिजर आएपछि थाहा पाइहाल्नुहुन्छ। अशोकलाई कस्तो फिल भइराखेको छ यस्तो एउटा गहन विषयवस्तुमा तपाईँले काम गर्ने मौका पाउनु भएको छ? योभन्दा अगाडि पनि तपाईँहरूको केमिस्ट्रीलाई एकदमै धेरै रुचाउनु भएको थियो। अब अहिले झन् पार्वती यत्रो ठुलो एउटा चलचित्रसँग तपाईँले काम गर्दै गर्दाखेरिको अनुभव कतिको फरक रह्यो अशोकको लागि? एकदमै एकदमै यो च्यालेन्जिङ थियो होइन। बेला बेला बोली अड्किन्छ अनि त्यसपछि एकदमै मलाई पनि यो गर्छु गर्न सक्दिनँ भन्ने मनमा थियो कि तर होइन सुरुमा स्क्रिप्ट पढ्ने बित्तिकै मैले त्यही भनेको क्या दिदी म गर्न सक्छु र भनेको मैले होइन। त्यो भित्र क्यारेक्टर भएको होइन किरणको क्यारेक्टर होइन म निभाउन सक्छु कि सक्दिनँ लागेको थियो। तर दिदीले गर्न सक्छौ भनेपछि हामीले ट्राई गऱ्यौँ अफिसमै बसेर गऱ्यौँ। पछि हामीले यो कुनै टिचरले सिकाएको होइन कुनै टिचरले सिएम दिदीले सिकाएको मलाई है। सबै उहाँ त्यही त्यो सुटिङ टाइममा पनि दिदीले यस्तो गर्दा बेस्ट यो भएन फेरि गर भनेर ममा भएको अझै निखार लिएर गरेको फिल्म हो होइन। एकदमै राम्रो भएको छ नयाँ क्यारेक्टर होइन एकदम बेस्ट पाउनुहुन्छ यसपालि। दर्शकलाई पनि यही भन्न चाहन्छु भदौ 12 गते हाम्रो पोस्टर तपाईँहरूलाई कस्तो लाग्यो पक्कै पनि मन पऱ्यो होला। यहीबाट बोलिरहेको छु पक्कै पनि मन पऱ्यो होला। अब भदौ 12 गते हाम्रो फिल्म रिलिज छ होइन। पक्कै पनि एकचोटि आफ्नो फ्यामिलीलाई लगेर हेर्नु होला। अनि स्पेसल स्कुलको बच्चाहरूलाई मेरो साथी परे पनि भाइ बहिनी परे पनि सबैजनालाई यही रिक्वेस्ट गर्न चाहन्छु यसपालि यो फिल्म चाहिँ मेन स्टुडेन्टले हेर्नुपर्छ होइन। लगायत प्यारेन्ट्सले त एउटा इक्जाम्पल भन्न चाहे प्यारेन्ट्सले त आफ्नो छोराछोरी होइन जे नै भने खुट्टै भाँचेको होस् जे नै भए पनि माया गरिन्छ नि त आफ्नो बच्चालाई। अनि यो फिल्ममा चाहिँ त्यो अर्थ बुझाउँछ क्या यसमा धेरै चिज छ होइन। अनि यो स्टोरी चाहिँ के छ भने चलचित्र हो क्या। अनि यो स्वयं स्टोरी पनि हाम्रो गाउँतिर हाम्रो छिमेकतिर भइरहेको नै हो क्या। हामीले सानोमा देखि नै रहेको क्या। दिदीले भने जस्तै रिलेट गर्छ क्या एकदमै। चलचित्रलाई हेर्नुहुन्छ सबैले आफूलाई रिलेट गर्नुहुन्छ होइन त्यो विषयवस्तुमा बनाएको छ। कतिको तपाईँले यो कथा वस्तुको भित्री कथा तपाईँले बुझ्नुभयो किनभने अटिजम भएको बच्चा यस्तो सेन्सिटिभ विषयमा बनेको होइन। रिसर्च एकदमै धेरै छ निता दिदीहरूको पहिलेदेखि नै। तपाईँले जोडिँदै गर्दा यो कर्ममा तपाईँ लाग्दै गर्दाखेरि अथवा यो चलचित्रमा जोडिँदै गर्दाखेरि चाहिँ तपाईँले चाहिँ कतिको रिसर्च गर्नु पऱ्यो अशोकले चाहिँ? मैले त रिसर्च गर्नु परेन मैले त बुझ्नु मात्र पऱ्यो क्या। अब जस्तै कसरी भन्नुपर्दाखेरि दिदीले गरेको टाइममा दिदीको म एक्टिङ हेर्छु नि त होइन। अनि मैले चाहिँ त्यहीबाट हल्का बुझ्दै गएँ स्टोरीहरू। अझै मैले त्यो पुरै त्यो टाइपको होइन नि त जस्तो लागेको थियो मलाई चाहिँ। कस्तो मतलब अर्कै तरिकाको लाग्दै गइरहेको थियो। तर दिदीले गर्दै गएपछि दिदीको एक्टिङ पनि मैले कपी गर्न थालेँ क्या होइन। म दिदीलाई गर्दै जिसाउने क्या। सबैजना त्यही गर्नुहुन्थ्यो टिममा क्या। त्यो अटोमेटिकली त्यो हुन्छ नि त्यो पार्वतीमा मान्छे मेरो टिम नै सुदीप दाई होइन म सम्झिन चाहन्छु सुदीप दाईलाई सिनेमाटोग्राफर हुनुहुन्छ डिओपी हाम्रो। उहाँ आफै खिच्दै गर्दाखेरि पनि त्यो मेरो हाउभाउ उहाँले कपी गरिराख्नु भएको हुन्थ्यो। त्यो चाहेर होइन जिस्काएर होइन लाइक त्यो भित्र छिरेको क्या सबैमा। अनि सबै हाम्रा टिमका मान्छेहरू पनि लगभग पार्वती नै जस्तै फिल भइसकेको थियो क्या। यस्तो डुब्नु भयो सबैजना उसले पनि त्यही गर्थ्यो होइन। अनि हिसाबले हामीले पार्वतीलाई चाहिँ धेरै राम्रोसँग चिन्ने मौका पायो हाम्रो टिमले। यो कथावस्तुले किन छोडिदिए तपाईँलाई यो अटिजम भएको बच्चासँग रिलेटेड भएर चाहिँ बनाउँछु भनेर चाहिँ के चिजले चाहिँ तपाईँलाई इन्सपायर गर्यो? धेरै चिज इन्सपायर गरेका छौँ यो चिजले। किनभने हामी धेरै ठाउँमा जान्छौँ यस्तो यो विशेष चिन्ता भएका बालबालिकाहरू धेरै देखिरहेको छौँ। उनीहरूको भन्दा पनि परिवारको पीडा देखिरहेको छ होइन। यो सोसियल इस्यु नै हो क्या यो एकदमै सेन्सिटिभ इस्यु। त्यो कारणले हामी त चलचित्र बनाउने मान्छे हो नि त। हामी त समाजको ऐना देखाउने पनि त हाम्रो कर्तव्य हो नि त। त्यो भएको कारणले गर्दाखेरि यो सब्जेक्टलाई लिएर एउटा राम्रो फ्यामिली स्टोरी बनेको छ। त्यो चिजलाई चाहिँ दर्शकमा देखाउँ भन्ने मेरो एउटा सपना हो यो प्रोजेक्ट मेरो होइन। मेरो इच्छा हो मेरो आकाङ्क्षा हो मेरो सपना हो। त्यो चिज बन्दै जाँदाखेरि केही हदसम्म पुरा भएको छ। भोलि रिलिज भएपछि झन् पुरा होला जस्तो लाग्छ। ओके अब अशोकलाई अलिकति रमाइलो कुराकानी पनि गरौँ। सुटिङको दौरानमा कतिको डर लाग्थ्यो निता दिदीसँग तपाईँलाई चाहिँ? अब अनि डराउनु परेन। अब जे भए पनि
डाइरेक्टर हो नि त अनि अब भनेको कुराहरू सुन्नु पऱ्यो बुझ्नु पऱ्यो थाहा हुन्छ नि त हामीलाई त अब काम गरि नै रह मैले पनि होइन म्युजिक भिडियोहरूदेखि लगायत काम गर्ने बेलामा कस्तो प्रेसर हुन्छ त्यो त हामी सबैलाई पनि थाहा छ त होइन अनि त्यही भएर बुझिन्छ तर मलाई चाहिँ लाग्छ मलाई काम गर न मतलब यो गर त्यो गर भन्नलाई त्यस्तो अप्ठ्यारो काम भन्नाले एक्टर हो होइन भनेर त्यो किसिमको ऊ नै थिएन हाम्रो एउटै गाउँमा सुटिङ भएको हामी त्यहीँ सुत्थ्यौँ बिहान उठ्थ्यौँ त्यहीँ काम गर्थ्यौँ सकिन्थ्यो प्याकअप अनि सरल गुड नाइटै सुता भन्यो आफ्नो घर गयो होमस्टे थियो होमस्टेमा बस्यो हामी स्टा गाउँमा बसेको होइन अनि अब उसको पालो आउँथ्यो ऊ कहाँ डाँडामा देखिरहेको थियो कि ऊ हिँडिरहेको थियो छिटो आइज तेरो पाला अनि गुटर गर्थ्यो अनि राति त अब स्क्रिप्ट पढेर पनि सुत्या हुन्छ अनि छिटो आफ्नो गेटअप गर्थ्यो रेडी हुन्थ्यो एकदमै फ्यामिलियर वातावरणमा सकिएको हो क्या यो पोजिसन यो त्यो भन्दाखेरि तर अलिक बढी प्रेसर मलाई थियो किनभने म एक्टर डाइरेक्टर पनि हो त्यो कारणले गर्दाखेरि अलिकति स्ट्रिक्ट हुन जरुरी पनि छ त्यो हिसाबले सबै म्यानेज गर्नको लागि बेला बेलामा कराएको पनि विशेषतः अशोकलाई सम्हाल्न चाहिँ कतिको गाह्रो भयो नि सुटिङको दौरानमा एकदम ज्ञानी बच्चा एकदम ज्ञानी है एकदमै अनुशासित र ज्ञानी बच्चा मान्छेले जो मान्छे चिन्नलाई सङ्गत गर्नुपर्छ कि तपाईँ कस्तो हुनुहुन्छ मलाई थाहा छ तपाईँको बारेमा पोइन्ट आउट गरेर मैले जे पाइ त्यही बोल्न मिल्दैन नि त तपाईँसँग सङ्गत गरेपछि मात्रै तपाईँ यस्तो खालको व्यक्ति हो भन्ने थाहा हुन्छ र अगाडि सुन्दाखेरि चाहिँ अलिकति हावा चाहिँ क्या हो भाइ जस्तो लाग्थ्यो होइन कुरामा यताउता भोलि अलिकति सिन्सियर नहुने हो कि सपोर्ट नगर्ने हो कि जस्तो लाग्थ्यो तर यस्तो अनुशासित बच्चा छ गयो सबै यो नै हिट भइसक्यो यो धेरै भयो क्या केटा हो यो यति अनुशासित बच्चा हो कि काम गर्दाखेरि एकदमै सहज वातावरण उसले अप्नाइदियो काम यस्तै राम्रोसँग गरेको छ मेहनती छ क्युरियोसिटी हुन्थ्यो मेरो क्यारेक्टर मेरो यो त्यो के हो भनेर सोध्दै गर्थ्यो एउटा कलाकारमा हुनुपर्ने गुण त्यही हो भरिपूर्ण छ राम्रो काम गरिरहेको छ ओके अब के छ अशोक अब पार्वती बाहेक अरू के छन् तपाईँका प्रोजेक्टहरू अब चाँडै अनाउन्स गरौँ लागि अब अहिले त विशेषतः पार्वतीमै तपाईँ एकदमै धेरै व्यस्त हुनुहुन्छ पार्वती पछि 10 सकाउँछु अनि अनाउन्स गर्छु पढाइ चाहिँ कस्तो हुँदैछ तपाईँको धेरैले चासो देखाइराख्नु भएको थियो पछिल्लो समय अब धेरैलाई थाहा थियो नितादीको चलचित्रमा तपाईँ हुनुहुन्छ भनेर सो के छ पढाइ कस्तो हुँदैछ अब पढाइ राम्रै छ अझै गरेर मेहनत गर्नुपर्ने छ त्यो चाहिँ फिल आइरहेछ कि अब गएर मेहनत गर्ने हो पढ्ने हो अनि अब लगायत एउटा सानो अब घरको लागि केही गर्न मन छ त्यो पनि गर्छु अब काठमाडौँ त लगभग तपाईँले छोडिसक्नु भएको छ गाउँ नै काम भइरहन्छ छोडेको होइन किनभने एक दिन घुमेर त यहीँ आउनुपर्छ केही काम पऱ्यो भने छोडेको भन्न मिल्दैन घर परिवार हेर्न मात्र गएको भयो यदि उसको पढाइ डिस्टर्ब हुने हो भने म फिल्ममा लिन्थिनँ होइन जस्तो पार्वतीमा पनि लिन्थिनँ किनभने अब सुटिङै रोक्नुको लागि पनि गाह्रो थियो मलाई किनभने अनाउन्स गरिसकेको फर्म थियो अनि फेरि उसको ठ्याक्कै एक्जाम सकिने अनि चाहिएको मलाई यस्तै बाबु होइन यही बाबु अनि ठ्याक्क सबै चिज संयोगवश मिल्यो उसको पढाइलाई पनि डिस्टर्ब भएन उसले आफ्नो काम पनि सकायो मैले भनेको छु सबैले सल्लाह दिनुहुन्छ उहाँका गार्जेनहरू सबैले सल्लाह दिनुहुन्छ पढाइ चाहिँ नछोडै बाबु पढ्न चाहिँ पर्छ उसको मन सब चलिरहेछ हिँडिरहेछ काम गरिरहेछ जिम्मेवार छोरो हो होइन घरमा पनि हेर्नु पर्यो एकदमै त्यो जिम्मेवारी छ भाइमा काम गरिरहेछ उसले त्यो देखिरहेको हुन्छ कतिको जिम्मेवारी महसुस गर्नु हुन्छ हामीले देखिरहेका छौँ र पनि अब अहिले 10 क्लास पढ्दै गर्दाखेरि अझै कतिको परिपक्व हुँदै हुनुहुन्छ तपाईँ त्यस्तै हो अब घर परिवारमा जिम्मेवारी भइसकेपछि होइन सबै जिम्मेवारी मैले नै लिएको म भन्दिनँ किनभने बाबाले गरिरहनु हुन्छ नसकेको टाइममा मात्र मैले गरिदिरहेको हुन्छु जस्तै कुनै कन्सर्टको पैसाहरू आयो भने घरमै लिएर वेस्ट गरिरहेको हुन्छु मतलब दिइरहेको हुन्छु त्यसले नै घर परिवार गरिरहनु हुन्छ मेरो अर्को काम आउँछ त्यो कामले पनि मलाई सपोर्ट गर्छ अनि कुनै दिन त्यो अवस्थामा पनि हुन्छ नभएको दिन पनि आउँछ अनि त्यो दिन काटेर पनि अर्को दिन आउँछ होइन कहिले गाह्रो आउँछ कहिले सजिलो आउँछ कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ त्यही हो कटिरहेको हुन्छ अब आज मैले यहाँ काम सकाएँ अब काम सकाएर अब म फेरि आज निक्लिनु पर्नेछ सन्डेको कार्यक्रममा बाचा गरेको छु आउँछु भनेर होइन उहाँहरूले पैसा उठाएर गरिसक्नु भएको छ मैले धोका दिएँ भने उहाँहरूलाई गाली खानुहुन्छ
यो सबै सकाएर फेरि म झापा लाग्छु त्यसरी भइरहेछ। अब जिन्दगीको दुःख भनेको यही त हो नि, जबसम्म हार्डवर्क छ तबसम्म लाइफ चल्छ होइन। अनि त्यही नै हो, घरमा सुतेर बस्न पनि सकिँदैन किनभने अल्छी लाग्छ। एउटै प्रश्न सोध्न चाहे, यो जति पनि पछिल्लो समय कन्ट्रोभर्सीहरू आए होइन, सम्बन्धलाई लिएर सम्बन्ध बिग्रियो अरे टङ्क बुढाथोकीको फ्यामिलीसँगै भन्ने खालका प्रश्नहरू आएका थिए। यी प्रश्नहरू आज ठ्याक्कै एक शब्दमा चिरिदिनुहोस् न, के चाहिँ हो भएको तपाईँहरूको बिच? होइन केही पनि भएको होइन, किन के भएको छ र केही भएको जस्तो त हामी देखेकै छैनौँ होइन। ठिकै छ, म आफ्नो व्यवहार गरिरहनु भएको छ यत्रो दिनसम्म। अब हरेक चिज दाइले सिकाइदिनु भयो, त्यसको लागि धन्यवाद होइन। अब मैले आफ्नो व्यवहार गरिरहेको छु होइन। अब यसपछि अर्को भाग्य खुलेला, त्यसपछि अर्को भाग्य खुलेला, भगवान्कै हातमा छ। भगवान्सँगै आशा गरेर राखौँ, एक दिन न एक दिन केही न केही त होला नि। अब यतिसम्म दर्शकको माया सपोर्ट छ होइन। अब पार्वती फिल्म मन पराइदिनु भयो भने मलाई अरू चान्स आउन सक्छ, यहाँबाट मेरो अर्को बाटो खुलिन सक्छ होइन। त्यसरी नै हो। सम्बन्ध चिसियो रे भन्ने हल्ला एकदमै धेरै आयो कि अशोक पछिल्लो समय। तपाईँ आफैले पनि धेरै नै बिचरा सपोर्ट गरिरहेछन् एकअर्कामा होइन। मैले नि उहाँलाई नै सोधेर मैले फिल्ममा एक त सोध्नु त पऱ्यो नि, अभिभावक होइन, सोधेर ए ल उहाँ आफ्नो ठाउँमा उहाँले सपोर्ट गरिराख्नु भएको छ, भाइले उहाँको ठाउँमा सपोर्ट गरिराख्नु भएको छ। मैले तपाईँको क्वेसनलाई किन काटेँ भने 16-17 वर्षको बच्चा हो, तपाईँहरूको क्वेसनले कहिलेकाहीँ मेन्टली प्रेसर पर्छ उसलाई, केही नभए पनि ओहो के भएको जस्तो फिल गराउँछ कि। त्यो कारणले गर्दाखेरि उसलाई केही असर नपरोस्, सबैजना आफ्नो ठाउँमा सही हुनुहुन्छ, सबैजना राम्रो हुनुहुन्छ। अशोकको ठाउँमा अशोक, हाम्रो जङ्गुजीको ठाउँमा जङ्गुजीले भरपुर रूपमा गर्नुभएको छ, सबै राम्रो गर्नुभएको छ। तर यस्ता किसिमको प्रश्नले अनि विभिन्न किसिमको न्युजहरूले गर्दाखेरि ऊ मोनोटोनस भएको पनि, म त 15 दिन बसेको मान्छे हो नि त, मलाई त थाहा छ नि त उमा के बितिरहेको थियो, उसले कसरी काम गरिरहेको थियो भन्ने कुरा होइन। त्यस्तो चाहिँ प्लिज तपाईँहरू कसैले पनि नगरिदिनु। जसले कन्ट्रोभर्सी बनाउन खोजिराख्नु भएको छ त्यो चाहिँ 16 वर्षको बच्चा हो, भोलि गएर उसलाई दिमाग सड्केर केस हाल्यो भने नि लाग्न सक्छ, किनभने ऊ त बच्चा हो नि, बालक हो नि होइन, मेन्टली हेरासमेन्ट गरेको हो नि त्यो त। त्यही भएर तपाईँ सबैलाई अनुरोध गर्छु यस्ता किसिमका नेगेटिभ प्रश्नहरू नगरिदिनु होला। ऊ 20-21-22 वर्ष पुगेपछि तपाईँहरू जति कुरा गर्नु छ गर्नु, तर उसको एजलाई हामीले मध्यनजर गरेर चाहिँ नेगेटिभ उसलाई पनि नबनाउँ। सोसियल मिडियामा आउने खालका प्रश्नहरू चाहिँ यसरी नउठाइयोस् होइन अशोकको विषयमा। होइन मैले आएर टिकटकमा पनि भनेकै छु त, यो सही सबै कुरा क्लियर गरेकै छु मैले। अहिले ठिक छ, अहिले माहौल ठिक छ। ओके, थ्याङ्क यू सो मच।